भदौ 23 र 24 गतिको जेनजी आन्दोलनपछि काठमाडौँ महानगरपालिकाका मेयर बालिन शाहप्रति लक्षित विभिन्न टीका टिप्पणीहरू भइरहेका छन्, तर उनले त्यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका थिएनन्। बुधबार भने उनले पहिलोपटक राजनीतिक प्रतिक्रिया सार्वजनिक गरेका छन्। भदौ 24 गते भएको विध्वंसको जिम्मेवारी मेयर बालिनमाथि लगाइएको छ। विशेष गरी राजनैतिक दलहरूका तर्फबाट यस्तो आरोप उठाइएको हो। केही व्यक्तिहरूसँगै नेकपा एमाले र नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठनहरूले समेत उनी विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका छन्। केही समय अघि गुन्डु स्थित निवासमा भेट्न पुगेका कार्यकर्तालाई सम्बोधनको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार योजनाबद्ध रूपमा जलाएको दावी गरेका थिए। उनले भनेका थिए, जो पहिलेदेखि नै भन्दै थिए सिंहदरबार जलाउँछु। उनको यो अभिव्यक्ति सिधै बालिनतिर लक्षित थियो। 2080 भदौमा बालिनले नै सिंहदरबार जलाउने अभिव्यक्ति फेसबुकमा पोस्टाएका थिए। उनले लेखेका थिए, आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार। आफ्नै पत्नी सबिना काफले चढेको महानगरको गाडी रोकेर सुरक्षाकर्मीले किरकार गरेपछि मेयर बालिनले उक्त स्टाटस लेखेको भनेर आलोचना भएको थियो। पछि उनले उक्त स्टाटस हटाएका थिए। उनको सचिवालयले भने सुत्केरी पीडामा रहेकी सबिनालाई प्रहरीले दुर्व्यवहार गरेको दावी गर्दै वक्तव्य जारी गरेको थियो। जेनजी आन्दोलनको क्रममा साँच्चैकै सिंहदरबार जलाइएपछि अहिले त्यही अभिव्यक्तिका कारण उनी आलोचित छन्। राज्य विरुद्ध युवाहरूलाई उस्काएको आरोप उनीमाथि लगाइँदैछ। सिंहदरबार, संसद भवन र अदालत सहित राज्यका संरचना आन्दोलनको क्रममा जलाइएपछि उनको आलोचना भइरहेको हो। तर बुधबार सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका उनले उक्त विध्वंसको जिम्मेवार दलहरूलाई ठहराएका छन्। जेनजी आन्दोलनका बेला पुरै देश काङ्ग्रेस एमाले जलाएको बालिनको आरोप छ। उनका अनुसार आन्दोलनको क्रममा एमाले काङ्ग्रेसको र काङ्ग्रेसले एमालेको घर जलाएका हुन्। उनले भनेका छन्, आन्दोलनमा पुरै देश एमाले काङ्ग्रेसको जलाउँछ, काङ्ग्रेसले एमालेको जलाउँछ। दोष आफ्नो बालबच्चालाई दिन्छौ। बालिनले तुन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको प्रति विमति राखेका छन्। केहीले विदेशी एजेन्ट भन्नेपछि बालिनको जवाब छ, भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ, अरूलाई एजेन्ट भन्छौ। अमुक राजनैतिक विश्लेषकले पनि बालिनप्रति शङ्काको दृष्टिले हेर्ने गरेका छन्। एक विश्लेषकले त उनलाई लुसिफरको संज्ञा नै दिएका छन्। त्यसको जवाफमा बालिनले कठोर शब्दहरू प्रयोग गरेका छन्। उनले भनेका छन्, चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ, लाज लाग्दैन? जेनजी आन्दोलनको क्रममा 76 जनाको मृत्यु भएको थियो, तर हालसम्म उक्त घटनाको जिम्मेवारी बारे स्पष्टता छैन। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ। दलहरूले पनि छानबिनको कुरा उठाएका छन्। अन्तरिम सरकारले आयोग पनि गठन गरेको छ, तर हालसम्म छानबिनबारे थप विवरण खुलेको छैन। सरकार र एमाले जसरी आम्ने सामान्य देखिएका छन्, त्यसले समाजमा थप भएको सिर्जना गरेको छ। यता निजी, व्यापारिक र सार्वजनिक सम्पत्तिमाथि आगजनी तथा लुटपाट गरेको आरोपमा पक्राउ परेकाहरूलाई सरकारको दबावमा रिहा गरिएको भन्ने आरोप उठेका छन्। यसले निष्पक्ष न्यायप्रति प्रश्न उठाएको छ। सङ्कटको बेला सरकार सन्तुलित ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता छ। राजनीतिक दलहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ। प्रदर्शनका क्रममा आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्नु आवश्यक छ। राज्य एकपक्षीय ढङ्गले अघि बढेमा गलत परम्परा स्थापित हुने र दीर्घकालीन शान्ति स्थापनामा बाधा पुग्न सक्ने भएकोले त्यसतर्फ गम्भीर ध्यान दिन जरुरी छ।